हेलो गाइस व्हाट्सअप के छ खबर अनि सबैजना सन्चै हुनुहुन्छ होला नि हैन आफ्टर सो लङ मैले चाहिँ फेरि पनि एउटा धेरै पछि भिडियो बनाउने सोच बनाएर आएको छु लेट्स सी गाइस पठाउ फुड डेलिभरीमा कस्तो हुन्छ कस्तो कस्टमरहरूसँग डिल गर्नुपर्छ हैन कसरी पुऱ्याइदिनुपर्छ कस्तो ठाउँमा चाहिँ हिँड्नुपर्छ सबै कुराहरू देखाउने कोसिस गर्नेछु लेट्स गो गाइस अनि यहाँ चाहिँ साइकल अनि वहाँ पर छ मेरो ब्याग गाइस अब चाहिँ उता भेटौँला कस्टमरको अर्डर आउँछ त्यसपछि म तपाईँहरूलाई भन्छु त्यहीँ भेटौँला है त गाइस अब आज चाहिँ होइन पहिला चाहिँ पठाउको अफिसमा जानुपर्छ पठाउको अफिसमा गएर चाहिँ हिजो जति पैसा कलेक्ट भयो त्यो चाहिँ बुझाउनुपर्छ अफिसमा कस्टमरले खाना लगेको पैसाहरू हुन्छ नि त्यो पैसा बुझाउनुपर्छ लेट्स सी गाइस जाउँ अहिले चाहिँ यहाँनिर कति बज्यो भन्दाखेरि ठ्याक्कै जानकारी गरौँ कति बजेछ 10:41 भएछ जानुपर्छ जति ढिला गऱ्यो त्यति आफैलाई घाटा हुन्छ होइन यसै छ गाइस होइन सुरुमा चाहिँ अलिक गाह्रो नै भयो 3-4 दिनसम्म चाहिँ अहिले चाहिँ पानी भयो सुरुमा चाहिँ अब खुट्टा दुखेर घुँडा दुखेर अनि यो घुँडादेखि अलिकति माथिको यो तिक्रा हुन्छ नि तिक्रा दुखेर वास्तै गाह्रो भएको थियो 2-3 दिन त के गर्ने यार तर एक्सेप्टेड सबै ठिक छ एक्सेप्ट गर्छु पानी सबै तपाईँ पानी हजुर हेर त कहाँ के छ यो सर्टकट बाटो आएको त कहाँ मिस्टेक भइएछ है सबैले हेर्छ गाइस साइकल गाइड चाहिँ सबैले हेर्छ के गर्ने अलिक गाह्रो भयो रेस्पेक्ट हुन्थ्यो साइकल गएर चाहिँ हेर्छ कारणले कस्तो सर्टकट बाटो आएको छ नि ढिला भयो बाटो मिस्टेक भयो गाह्रो छ यो सुन्नुहोस् न यताबाट बानिस निस्किन्छ निस्किन्छ अरे के गर्नु उकालो गाइस उकालो हो कस्तो चाहिँ बाटोमा आइरहेछ भने हेत्तेरिका 3 कुने निस्किने बाटो खोजेको कहाँ माथि तल आइएछ लगलाटै भयो नि
कहाँ फसे बल्ल निस्कियो गाइस बानेश्वर यो चाहिँ बानेश्वर गाइस हामी बानेश्वरमा फाइनली प्रवेश गऱ्यौँ अब हामी अठाउतिर लाग्छ लेला जस्तो छ त यार Baneश्वर गाइस बानेश्वर कस्तो छ कस्तो च्याप यस्तो छ अगाडि जानु छ त ए अनि यहाँबाट चाहिँ यता लाग्नुपर्छ है पठाउको अफिसको लागि गाइस पठाउ अफिसमा जान चाहनुहुन्छ भने कोही यता हो है हेर्नुहोस् त पठाउको अफिस गएर छ अहिले चाहिँ हामी है त्यो रोड खुला हुने रहेछ होइन मेरो एक्सपिरियन्समा है गाइस हिजो अलिक रोड अरू खुला थियो आज अलिक धेरै बिजी रोड बिजी छ अनि यहाँबाट चाहिँ सिर्जना टोल भनेर गेट छ होइन यहाँबाट चाहिँ बायाँ लाग्नुपर्छ क्या पठाउ अफिस जानको लागि चाहिँ कोही नयाँ साथीहरू नगर सिर्जन टोल रहेछ गेटदेखि यहाँबाट बायाँ लागेन गेट देखेन अब गेट माथि अलिक मुराद पुगेन एक स्ट्यान्ड लगाएर बसिरहेको छ साइकलमा हामी पठाउको अफिस किन लाग्यो अब यही गेट छ अगाडि नाम के हो युकेश राई सन्तोष सर साइकल का पार्किंग मतलब बाइक छ दादा प्रमोशन हो क्या साइकल वाला अब सुरु भयो गाइस एउटा अर्डर आयो म चाहिँ अहिले जाँदैछु रेस्टुरेन्ट
अनि रेस्टुरेन्टबाट चाहिँ खाना लिएर गएर कस्टमरकोमा पुऱ्याइदिनुपर्छ। लेट्स गो गाइज। यहाँदेखि रेस्टुरेन्ट चाहिँ 900 मिटर देखाएर छ होइन। अनि त्यहाँबाट चाहिँ कस्टमरसम्मको चाहिँ कति छ यो यहाँ यस्तो फेरि हो। गाइस अहिले चाहिँ म अनामनगर भातबटेनीमा छु। पिप पिज्जा अरे पिप पिज्जाबाट अर्डर लगेर जानुपर्छ। चौथो तल्लामा छ अरे पिप पिज्जा। यसबाट जानुपर्छ क्या एक तल्ला चल्छ। Hey guys, kopi पनि के भएको यार पसिना आएको छ। हामीलाई चाहिँ त पिज्जा भेटिहाल्यो यही रहेछ। अहिले गाइस म चाहिँ फर्किसकेँ खाना लिएर। कस्टमर कहाँ जानुपर्छ। यस्तो बाटोमा हेर्नु चाहिँ यस्तो बाटोमा गर्मीको right. Listen.
यो बाटो उताको बाटो निस्किन्छ यो बन्दै गरेको छ नि अहिले बन्द छ नि बाटो उताबाट आएको हजुर बन्दै गरेको त्यो बाटो तपाईँलाई थाहा छ त्यसको माथि निस्किन्छ कि निस्किँदैन त्यस मेन रोड निस्किन्छ सो गाइस कस्टमरको लोकेसन अनुसार चाहिँ यही पुग्यो अब फोन गर्नुपर्छ अहिले गाइस एउटा अर्डर र गाइस फेरि म अर्को अर्डर लिनको लागि जाँदैछु रेस्टुरेन्टमा फेरि यहाँबाट रेस्टुरेन्ट गएर लिएर अर्डर लिएर गएर कस्टमर कहाँ जानुपर्छ मेरो युट्युब अकाउन्टमा रिच डाउन भइरहेछ त्यही कारणले हो त्यो चाहिँ थाहा छैन स्लाइड राइट भन्नु त्यही तर होइन त होइन रहेछ नि त यार मस्ती रहेछ यता हो कि त्यतै रहेछ सो गाइस फाइनली आजको काम भ्यायो होइन अब त्यस्तै भयो सबै कुराहरू चाहिँ देखाउन सकेन मैले केही एउटा अर्डर चाहिँ मैले तपाईँलाई देखाउन सकेँ त्यहाँबाट चाहिँ सबै देखाउन सकेन त्यसपछि चाहिँ कति 9वटा अर्डर मैले गरेँ त्यो 10वटा चाहिँ मैले आज गरेछु 10वटा आजलाई बाई बाई गाइज फेरि नेक्स्ट भिडियोमा भेटौँला